नमस्कार, म सीता बस्नेत कुँवर जलीय उपचार सेवा केन्द्रबाट ललितपुर सानेपास साँचाल वडा नम्बर 2 हजुरहरूलाई हामीले आफूसँग भएका अनुभव ज्ञानहरू शेयर गर्ने प्रयास गरेका छौँ। आज हामी बाटामा तातो दुध पानीमा बस्दा यो विधि चाहिँ किन यस्तो प्रभावकारी भएर हरेक रोग छिटो निको पार्ने, मानिसलाई आनन्द दिने, मानिसहरू एकदमै छिटो बढीमा 2 महिनाभित्र नर्मलमा ल्याउने, सेतो पानी बग्ने समस्याहरू छ भने 3 दिनमा निको हुने, ढाड दुख्ने छ भने पनि 1 हप्ता जतिमा 50% भन्दा बढी घट्ने, थला परेका मान्छेहरूलाई पनि एकदमै छिटो ठिक किन हुन्छ त, कसरी हुन्छ भनेर मैले आफूसँग भएको अनुभवहरू हजुरलाई शेयर गर्न खोजेको हो। मसँग जति आफ्नो अनुभव हुन्छ उति हजुरहरूलाई समय समयमा शेयर गरिरहेका छौँ। सुन्नुहोस् है त। अब बाटामा तातो पानीमा दुध र तातो पानी मिसाएर बस्ने विधि किन प्रभावकारी भएको छ त, सुन्नुहोस् है। 1 नम्बर, हाम्रो शरीर एउटा नियमले सञ्चालित हुन्छ। 2 नम्बर, आउने जाने बाटो जस्तै हाम्रो शरीरको स्वचालित मेसिन हुन्छ। त्यो मेसिनले काम गरेपछि हामी नर्मलमा आउँछौँ, मेसिन अवरोध भएर हामीलाई रोग लागेको। 3 नम्बर, हाम्रो शरीर चुम्बक जस्तै छ। शरीरले चाहिँ चुम्बकले जस्तो कुनै खराबीहरू तान्ने अथवा फ्याल्ने, त्यो दुईटा हाम्रो नियमले काम गर्यो भने हामी नर्मल हुन्छौँ। तान्ने चाहिँ हाम्रो शरीरले 24 घण्टा गरिराखेको हुन्छ, चाहे राम्रो होस् चाहे नराम्रो होस्। अनि यदि हाम्रो चाहिँ फ्याल्ने शक्ति कमजोर भइसकेपछि त्यो तानेका खराबीहरू फिल्टर गरेर हाम्रो शरीरले राम्रो नराम्रो छुट्याएर शरीरमा राख्न सक्दैन। त्यो कारणले हाम्रो रोगहरू बढ्ने हो मेरो अनुभवमा। अब 4 नम्बरमा, हामी वरिपरि भएका खानपान वातावरणका खराबीलाई 24 घण्टा हाम्रो शरीरले शरीरभित्र तान्छ। हेर्नुहोस्, तानिराखेको हुन्छ, हामीलाई थाहा मात्रै हुँदैन। 24 घण्टा हाम्रो वरिपरि वातावरण खानपानमा राम्रो नराम्रो, हामीले कस्तो ठाउँमा बसेका छौँ, कस्तो खानाहरू खान्छौँ, त्यो चाहिँ हाम्रो शरीरले शरीरभित्र तान्छ। हाम्रो शरीरको सिस्टम त्यस्तो हुन्छ। अब 5 नम्बर सुन्नु, शरीरको कुनै पनि भागले हामी वरिपरि भएको खराबीलाई शरीरभित्र तान्छ र जम्मा गर्छ, स्टोर गरेर राखिदिन्छ है शरीरभित्र, त्यो खराबीहरू राम्रोहरू जेसुकै भए पनि। 6 नम्बर, यी माथिका नियमहरू हाम्रो शरीरको रोग जम्मा गर्ने माध्यम हो। शरीरमा रोगहरू जम्मा गर्ने माध्यम के हो त, यो माथि हामीले जति कुराहरू हजुरलाई सुनायौँ त्यो चाहिँ शरीरमा खराब जम्मा गर्ने एउटा माध्यम हो। यो चाहिँ यो गुप्ताङ्ग र मलद्वार शरीरको खराब तत्त्व जाने मुख्य द्वार हो। मुख्य द्वार हाम्रो चाहिँ के हो त शरीरको भने मूलद्वार र मूत्रद्वार, दुईटा दिशा पिसाब गर्ने प्वालबाट सबैभन्दा बढी खराब तत्त्व जाने द्वार हो हाम्रो। अब मैले बुझेको अनुसार चाहिँ यही बुझेको छ, हजुरहरूलाई यो सूचना दिन खोजेको हो। नम्बर 7, पिसाबबाट 75% भन्दा बढी खराब तत्त्वहरू जाने गर्छन् हाम्रो शरीरको शिरदेखि पैतालासम्मकै। नम्बर 8, अन्य खराबी, अरू पनि खराबी हुन्छन् शरीरमा, अन्य खराबी दिशाबाट पसिना, खकार, सिँगान, आँसु आदिबाट पनि शरीरले खराब तत्त्व फ्यालिरहेको हुन्छ, तर हामीले थाहा पाउँदैनौँ, त्यति मात्रै हो। 9 नम्बर, यो सन्दर्भमा मेरो अनुभवमा हाम्रो शरीरमा यदि नर्मल तापक्रम भइरहने हो भने शरीरले कुनै पनि रोगलाई जित्न सक्छ। यसलाई हामी इम्युनिटी भन्छौँ अङ्ग्रेजीमा। इम्युनिटी भनेको हाम्रो शरीरको कुनै पनि रोगसँग लड्ने क्षमतालाई शक्ति भन्छौँ हामी, त्यसलाई चाहिँ इम्युनिटी भन्ने गरेका छौँ अहिले। त्यो हो, त्यसले चाहिँ यो रोगहरूलाई जित्न सक्छ। जस्तै सत्ययुगमा हाम्रा बाउबाजेहरूले कुनै पनि उपचार नगरिकन धेरै वर्षसम्म बाँच्न सफल हुनुभएको थियो, जुन हामीले किंवदन्ती जस्तो सुनेका छौँ। नम्बर 10, खानपान वातावरण जीवनशैलीले हामीले आफू खुसी उपयोग गरेर हामीले आफैले शरीर जीर्ण बनाएका छौँ। मिठो लाग्ने जे भयो त्यही खान्छौँ, जसरी हिँड्न मन लाग्यो उसरी हिँड्छौँ, धुलो धुवाको पर्वाह गर्दैनौँ। हाम्रो शरीरले जे माग्छ त्यो कुराहरू हामीले
उसलाई दिन सकेका छैनौँ। त्यो कारणले चाहिँ हाम्रो शरीर कमजोर हुँदै गइरहेको छ। नम्बर 11, यो कारण हाम्रो शरीरको नर्मल तापक्रम, यो तापक्रम नर्मल भयो भने कुनै पनि रोग हाम्रो शरीरले जित्न सक्छ भन्छु म मेरो अनुभवमा। यस कारणले यो हाम्रो शरीरको नर्मल तापक्रम घट्न गई यही वातावरण खानपानका कारणले रगत बाक्लो हुन्छ, रगत जम्छ, इम्युनिटी घट्छ। त्यसपछि त्यो घट्नको त्यसपछि तापक्रम घट्छ, नर्मल तापक्रम हाम्रो शरीरमा रहँदैन। त्यो घटिसकेपछि शरीर नर्मल तापक्रममा नभएपछि अनि रोगहरू बढ्ने हो मेरो अनुभवमा। र औषधिले पनि काम नगर्ने स्थिति आउँछ। हाम्रो शरीर भनेको रगतले सञ्चालन हुन्छ। रगत सफा भयो, रगत नर्मल छ भने हाम्रो शरीर नर्मल अवस्थामा रहन सक्छ। रगत अलिकति खराब भयो भने अनि हामी बिरामी हुन्छौँ, रोग बढ्छ, मर्छौँ। यी विविध कुराहरू हुन्छन्। आफ्नो अनुभव मेरो त्यही हो, हजुरहरूलाई सुनाउन खोजेको। 12, सो कारणवश शरीरमा रोगहरू बढेको हो। मैले हजुरहरूलाई भनिसकेँ, त्यही कारणले गर्दाखेरि रोगहरू बढेको हो। 13 नम्बर, जलीय योगको बाटामा बस्ने विधिले हाम्रो शरीरको खराबी फ्याल्ने मुख्य रुट, अघि मैले भने नि, मूत्रद्वार र मलद्वार, दिशा र पिसाब गर्ने प्वाल, त्यो पर्याप्त शरीरका सबै त्यहाँ तातो दुध पानीमा बस्दाखेरि, बाटामा बस्दाखेरि पर्याप्त शरीरका सबै अङ्ग लगायत टाउकोसम्म स्वर्ग जस्तो आनन्द हुने गरेर शरीरलाई तातो दिन्छ। हाम्रो शरीरलाई हिट जति जरुरी छ यो जलीय योगले चाहिँ नर्मल हिटमा राखिदिने काम गर्छ। तापक्रम बढाउँछ, नर्मल पोजिसनमा राखिदिन्छ। यो नर्मल पोजिसनमा हाम्रो शरीर हुने बित्तिकै यसले चाहिँ रगत सफा गर्ने काम गर्छ भन्नुभएको छ डाक्टर साहबहरूले। मेरो आफ्नो अनुभवमा पनि अहिले त्यही देखिन्छ है। किनकि यो प्रयोग गर्न थालेपछि शरीरमा भएका कुनै पनि रोगहरू हराउने, रोगका किटाणुहरू मर्ने, रिपोर्टहरू नै क्लियर आउने, मान्छेलाई दुख्ने पोल्ने भन्ने चटक्कै नहुने एउटा स्वर्गको अनुभव हुन्छ यो बाटोमा बस्ने विधि। यो चाहिँ कसरी सुरु भयो भनेर अर्को एपिसोडमा हजुरहरूलाई म अवगत गराउँछु। किनकि एकैचोटि लामो भन्दाखेरि अलिक बुझिँदैन पनि र मजा पनि आउँदैन, सुन्दा जस्तो लाग्छ। नम्बर 14मा, दुध पानीको तातोले शरीरको तापक्रम बढाएर हाम्रो शरीरलाई नर्मल तापक्रम बनाइदिन्छ। मैले हजुरहरूलाई भने नि, सेम त्यही काम गर्ने हो यसले। त्यसपछि हाम्रो शरीर नर्मल भएको भएर रोगहरू घटाउन सफल भएको हो र म्याक्सिमम रोगहरू एकदमै छिटो निको हुन्छ यसमा। अब ठुल्ठुला रोगहरू जुन अपरेसन गरेर फ्यालिने, पाठेघरका रोग, भित्री पाटका रोग, दिमागका रोग, कुनै पनि रोग रगत सफा भएपछि हाम्रो कुनै पनि रोग हाम्रो शरीरले आफै निको पार्छ। शरीरमै छ, हाम्रो हस्पिटल यहीँ छ, औषधि यहीँ छ, हरेक चिज यहीँ छ। मात्रै कि यसलाई चाहिँ हामीले कसरी संरक्षण गर्ने त, हाम्रो शरीरको चाहिँ सिस्टम कस्तो छ, यसलाई चाहिँ कसरी सञ्चालन गर्दाखेरि यसले राम्ररी हाम्रो जिन्दगी धान्न दिन्छ, त्यो हामीले बुझ्न जरुरी छ। यदि त्यो बुझ्ने हो भने हामीलाई हस्पिटल र औषधिको जरुरी छैन मेरो अनुभवमा। यसमा बच्नको लागि चाहिँ हामी आफैले गर्न सकिन्छ। यो त्यत्रो ठुलो कुरा छैन, यो सस्तो पनि छ, सजिलो पनि छ र घरमै छ। हर चिज मात्रै प्रयोग गर्न जान्नु पर्यो। अहिलेको केमिकल विषादीबाट बच्नु नै ठुलो कुरा हो। हामीलाई अल्छी लाग्छ, त्यो गर्नु हुँदैन। जब थला परिसकेपछि शरीरले काम गर्दैन हजुर। अब अर्को चाहिँ 15 नम्बरमा चाहिँ मैले के भन्छु भने हाम्रो शरीरले तापक्रम नर्मल हुने बित्तिकै शरीरमा रगत नर्मल पोजिसनमा हुन्छ। मैले अघि भने नि हजुरलाई, यो किताबमा लेखेका कुराहरू मैले टिपेर हजुरहरूलाई मुख्य मुख्य पोइन्टहरू सुनाउँदैछु। हुन्छ, रगत जम्दैन। रगत जम्नु भनेको रोग बढ्ने हो र दुःख हुने हो। रगत धेरै जम्यो भनेदेखि औषधिले पनि काम गर्दैन हेर्नु। अनि बाक्लो हुँदै जान्छ, रगत चाहिँ नर्मल भन्दा बाक्लो हुँदै जान्छ। 16, रगत नर्मल हुन साथ अब त्यो रगतहरूलाई चाहिँ जलीय योगको तातोले चाहिँ तुरुन्तै नर्मल बनाइदिन्छ। तपाईँ इमर्जेन्सीमा पनि प्रयोग गर्नुहोस्, तर चाहिँ त्यो भिडियो राम्ररी सुनेर त्यसमा चाहिँ हजुरहरूको शरीरमा जुन चेन्ज ल्याउँछ यसले तुरुन्तै, त्यो चेन्ज चाहिँ कसको, हरेक मान्छेको शरीरमा फरक चेन्ज आउँछ।
त्यो कस्तो रोग छ, कस्तो किसिमको मान्छे छ, रोग नहुनेलाई यसले काम गर्दैन, सन्च आनन्द मात्रै हुन्छ। अहिलेसम्मको अनुभव हेर्नु, 17 वर्षको अनुभव हो, सबैलाई त्यस्तै किसिमले काम गरिरहेछ। त्यस कारणले त्यो तपाईँले मैले राखेको भिडियो सुन्नुभयो भने त्यसमा मेरो करिब मेरो अनुभव सबै सेयर गरेको छु। राम्ररी सुनेर बुझेर अनि प्रयोग गर्नुहोला। अहिलेसम्म कसैलाई साइड असर भएको छैन, कसैलाई ठुलो नोक्सानी पनि भएको छैन, सबैलाई खुसी बनाएको छ। र जतिलाई सिकाएको छु उहाँहरू कसैले छोड्नु पनि भएको छैन, कोही थला परेर हस्पिटल जाने पोजिसनमा पनि पुग्नु भएको छैन। जुन अवस्था थियो औषधिले, अपरेसनले देशमा विदेशमा अमेरिकामा शुद्ध पनि निको नभएका रोगहरू 15 दिनभित्र नर्मलमा ल्याइसकेको छ यसले रिपोर्टमै। र मान्छेलाई दुख्ने भन्ने हुँदैन। त्यसकारण कसैले पनि छोड्दैन। आफ्नो शरीरलाई यो कति प्रयोग गर्नुपर्ने, 15 दिन प्रयोगमा जानुहोस्, आफ्नो शरीरको डाक्टर आफै बनाउँछ यसले। कति रोग घट्यो, कसरी घट्यो, के भएर घट्यो, म कसरी नर्मल आएँ, सबै पढाउँछ यसले। यो पढाउन आएको जस्तो लाग्छ पृथ्वीमा मलाई, होइन? मलाई पढायो, मैले अरूलाई पढाएँ, उहाँहरूले अरूलाई पढाउनु भएको छ। यो प्रविधि त्यस्तो हो। अब 16 नम्बरमा नर्मल रगत हुनासाथ जलीय योगको दुध पानीको तातोले शरीरको रक्तनली नसाको खराबी पगालिदिन्छ। नसामा जुन रगतमा खराबी जमेको हुन्छ त्यो पगालिदिन्छ। जमेपछि मात्रै शरीरले फाल्न नसक्ने हो। त्यसपछि रोगका कीटाणुहरू मार्ने र निस्तेज बनाउने। निस्तेज भनेको रोगका कीटाणुहरू यदि पेटमा भए पनि, शरीरमा रगतभित्र नसाभित्र भए पनि त्यसलाई कमजोर बनाउँछ। कमजोर बनाइसकेपछि त्यसले अरू उत्पादन गर्न, खराबी उत्पादन गर्न सक्दैन, बच्चा जन्माउन सक्दैन, रोग बढाउन सक्दैन, मेरो अनुभवमा। हजुर, अब 17 नम्बरमा त्यसकारण दुध पानीको तातोमा बाटामा बस्ने विधिले हरेक शरीरका रोगलाई, शरीरका हरेक खराबी हटाएर धेरै रोगहरू छोटो समयमा निको पार्न सफल भएको हुँदा यो प्रभावकारी भएको हो। अहिले हजुर यति नै सुनौ, त्यो भिडियो सुनौ राम्ररी। त्यसमा मैले के भनेको छ त्यो राम्ररी बुझेर हजुरहरू जोसुकैले प्रयोग गर्न सक्नुहुन्छ, त्यसलाई बुझेर प्रयास गर्नु है त। अनि पछि फेरि भेट गरौँला है। हस् हजुर, नमस्कार। फिनिस गर्दिन।